हेर्नुहोस् त आज आकाश खुलेको छ काठमाडौँमा उज्यालो भएको छ सो आज चाहिँ आकाश खुलेर उज्यालो भइरहेको छ बोइङ उडेर माथि जाँदैछ कहाँको यात्रा हो आई थिङ्क सेफ जर्नी फुलहरू म चाहिँ आज सब्जी टिप्नु पर्ने छ यहाँ हजुरहरूलाई थाहा नै छ नि यो के अरे घरमै यो अर्ग्यानिक लट्टे यो चाहिँ स्वास्थ्यको लागि एकदम राम्रो नै हुन्छ हजुर सम्पूर्णलाई थाहा भएकै कुरा हो अनि अभियसली सब्जी भनेपछि हेल्थको लागि एकदम राम्रो नै हुन्छ म पनि युट्युबमा थोरै सर्ट भिडियोहरू थोरै 2 मिनट 3 मिनट 4 मिनट 1.5 मिनटको भिडियोहरू हालेर चाहिँ कोसिस गरिरहेको छु पछि गएर लकले साथ दियो हजुरहरूको साथ सपोर्ट अनि सब्सक्राइब मेरो राम्रो हुँदै गयो भने चाहिँ मोनेटाइजिङ हुन्छ होला भन्ने आशा लिएको छु सो साथ दिनु होला अनि जहाँ जुन ठाउँमा रहे पनि ह्याप्पी रहनु होला पोजिटिभ थिङ्क लिनु होला जीवनमा दुःख त हुन्छ नै दुःख हुन्छ भन्नेमा नआत्तिनु होला दशा भनेको बाजा बजार आउँदैन त्यही भएर हामीले हरेक बार पोजिटिभ थिङ्क नै लियो भने हामीले त्यही कुराले मोटिभेट गर्छ सो मेरो पनि च्यानललाई सब्सक्राइब गरिदिनु होला माया गरिदिनु होला अनि जति पनि बुवा आमा बुढापाका बाजे बोजू हुनुहुन्छ आफूभन्दा ठुलोहरूलाई धेरै माया गरौँ कदर गरौँ हुँदै भन्न चाहन्छु जीवनमा एक दिन यो संसारमा हामी जानु नै आएको हो तर यो संसारमा हामी क्षणिक मात्रै हो हामी के भन्छ सधैँको लागि यो संसारमा रहने होइनौँ होइन प्रवासी जीवन बिताइराखेको छौँ त्यही कारणले गर्दाखेरि जति पनि हामी बाँचिन्छ यो संसारमा इन्जोय गर्नु होला खुसी रहनु होला अब म यहाँदेखि परसम्म टिप्नु होला छु होइन त यहाँ पनि छ आज म सब्जी टिप्दैछु हजुरहरू पनि सब्जीलाई प्रायोरिटी दिनु होला फ्रुटहरू बेसी खानु होला मासु मांसभन्दा पनि सब्जीहरूलाई नै प्रायोरिटी दिनु भन्न चाहन्छु अनि यो सब्जीहरूले चाहिँ कब्जियत हुनुबाट पनि बचाउँछ स्वास्थ्य पनि राम्रो हुन्छ अनि धेरै माया सम्मान सँगसँगै म चाहिँ अब भिडियो यतिमै इन गर्न चाहन्छु धेरै माया सब्सक्राइब गरिदिनुहोस् हस् धन्यवाद।